यो दफा 57 भन्ने छ नि जुन ट्याक्सको, यो दफा 57 पनि नेताहरूले हायर लेभल लिडरहरूले पैसा खानलाई राख्या हो। अस्ति नै वर्षमान पुलले हटाइसकेका थिए बिचरा। अनि त्यहाँबाट हाम्रो प्रकाश रणहरू झोला बोकेर कुदे। विष्णु पौडेललाई मैले भेटेर भने हाम्रो किसानजीले कुरा बुझाएर छ। उहाँ र म कुदेर गयौँ विष्णु पौडेल कहाँ, उहाँ विष्णु पौडेल अर्को भिआइपी हुनुहुन्छ उहाँ। हो ए हो पछि अब तपाईँहरूको कुरा पछि हामी सल्लाह गरौँला है भनेर टालटुल पारे। देशलाई कति घाटा भयो भन्ने थाहा छैन। त्यो वर्षमान पुलले ल्याएको त्यो दफा 57 को जुन सुधार थियो नि है, जसले चाहिँ कम्पनीहरू 50% भन्दा बढी 3 वर्षभित्रमा बिक्री वितरण भयो भने 35% ट्याक्स लाग्छ नि जुन है। तपाईँले ऋण ल्याएर 1 अरब रुपियाँ हाल्न खोज्नुभयो भने 35 करोड रुपियाँ कर नबुझेर ऋण हाल्न पाउनुहुन्न आज। अनि चल्छ कसरी यार देश? अनि नेताहरूलाई त्यो अन्डर टेबल पैसा खानको निम्ति यस्ता कानुनहरू चाहिँ नेताहरूले बनाएर राखिराख्यो। अर्को कुनै उद्देश्य छैन। चुनावका बेला चाहियो, अरू बेला चाहियो। चुनावमा खर्च गर्दै पनि हुन्थ्यो नि, विश्व बजारमा विदेशमा लगेर पैसा राखेर चाहिँ बसिया छ नि।